प्राध्यापक शिवगोपाल रिसालज्यूको पनि मन्तव्य थियो। उहाँको स्वास्थ्य प्रतिकूल भएकोले उपस्थित हुन सक्नु भएन। अनि त्यो मन्तव्य चाहिँ हाम्रो डाक्टर यादव भट्टराईले वाचन गरेर यहाँहरू समक्ष प्रस्तुत गर्नुहुन्छ। आज पनि तिम्रै हातले लेखिरहेको छु म। आज पनि तिम्रै हातले लेखिरहेको छु म। संसारलाई तिम्रै आँखाले देखिरहेको छु म। गुरु कसरी कृतज्ञता चढाउँ तिम्रा पाउमा। गुरु कसरी कृतज्ञता चढाउँ तिम्रा पाउमा। जता हिँडु तिम्रै खुट्टाले टेकिरहेको छु म। जता हिँडु तिम्रै खुट्टाले टेकिरहेको छु म। मेरा तमाम सम्पूर्ण गुरुहरू, मेरा मातापिता र यो राष्ट्रप्रति म कृतज्ञता प्रकट गर्छु। नई एकाडेमीद्वारा आयोजना गरिएको यो ऐतिहासिक र महत्त्वपूर्ण प्राज्ञिक अनुष्ठानका सभाध्यक्ष, नई एकाडेमीका कुलपति इन्द्र प्रसाईज्यू, यस कार्यक्रमका प्रमुख अतिथि महासमालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीज्यू, मञ्चासीन विशिष्ट अतिथिज्यूहरू र यो पन्जाबी मुख प्राज्ञिक जनमा म हार्दिक नमन गर्छु। मलाई दिनुभएको यो जिम्मेवारी म पालन गर्छु। सर्वप्रथम प्राध्यापक शिवगोपाल रिसालज्यूको शीघ्र स्वास्थ्य लाभ कामना गर्छु। नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनमा प्राध्यापक शिवगोपाल रिसालको सम्बोधन, समारोहका सभापति तथा नई एकाडेमीका कुलपति इन्दिरा प्रसाईज्यू, प्रमुख अतिथि महासमालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीज्यू, नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका संयोजक प्राध्यापक डाक्टर महादेव अवस्थीज्यू, उपस्थित महिला तथा सज्जनवृन्द, नई एकाडेमीद्वारा आयोजित नेपाल भारत प्राध्यापक सम्मेलनको आजको शुभ मुहुर्तमा असाधारण, अद्वितीय, अकल्पनीय घटना घटेको छ। हिमवत खण्ड, पाशुपत क्षेत्र, पवित्र पावन तपोभूमि, शान्त भूमि नेपालको माटोमा नेपालका र मित्र देश भारतका समेत विश्वविद्यालयका नेपाली भाषा साहित्यका प्राध्यापकहरूको एकै स्थानमा मिलन भएको छ। यस्ता महान अवसर यसका कालखण्डमा बिरलै पाइन्छन्। आज हामी महान उत्सव मनाइरहेछौँ। नेपाल र नेपालको, नेपाली र नेपालीको, नेपाल र नेपालीको यो मिलनबिन्दुले एउटा चमत्कार नै गरेको छ। हामी एक थियौँ, एक छौँ र एक रहिरहनेछौँ। राजनीतिक दृष्टिले हामी भिन्न जस्ता देखिएका छौँ तापनि हामीमा धार्मिक, सांस्कृतिक, भाषिक, साहित्यिक, आत्मिक, नैतिक, धार्मिक एकता छ। दुई देश र नेपाली भाषा साहित्यका त्रिवेणीमा आज हामी महाकुम्भको स्नान गरिरहेका छौँ। हामी भिन्न छैनौँ, अभिन्न छौँ। हाम्रो आत्मा एक छ, मन एक छ। यसरी दुईलाई एक बनाएको छ नेपाली भाषा र साहित्यले। हामी नेपालीमा कल्पना गर्दछौँ, नेपालीमा सपना देख्दछौँ। आज परमात्मा पशुपतिनाथले हामीलाई एक बनाइदिनु भएको छ। यो सारा उहाँकै कृपा हो। पशुपतिनाथ र विश्वनाथ एकै हुन्। स्थान र नाम पनि रूपमा भिन्नता होला, तर नाम अनि रूपमा भिन्नता होला, तर आत्मा एकै हो। नाथ र नाथ समान छन्। यो नेपाली भाषा र साहित्यको अनि नेपाली भाषा र साहित्यमा सम्पर्क र प्राध्यापक, लेखक र पाठकहरूको कस्तो अत्यन्त महनीय मिलन भएको, सङ्गम भएको छ। हामी हर्षले गदगद र आनन्द विभोर भएका छौँ। हर्षले हाम्रा आँखा सचल्किएका छन्। प्रत्येकका मुहारमा आन्तरिक र बाह्य प्रसन्नता छ। हामी एक थियौँ, एक भयौँ र एक नै रहिरहनेछौँ। हामीलाई नेपाली भाषा र साहित्यले एक बनाएको छ। त्यसैले नेपाली भाषा र साहित्यको सदा सर्वदा जय होस्, जय होस्। इतिहास बनाइँदैन बन्छ। इतिहास बन्दैन, बनाउनु पर्छ। हामी आफैले इतिहास बनाउँदै जानुमा पुरुषार्थ छ। यस्तो बेला पनि आउँदो रहेछ आफूले बनाऊ भन्ने योजना नगरी पनि आवश्यकताले इतिहास बनाइँदो रहेछ। तर इच्छा शक्ति भयो भने, बुद्धिलाई सदुपयोग गर्न सकियो भने आफ्नै आवश्यकताले आफूलाई इतिहास बनाउन
परमात्माले प्रेरणा दिँदो रहेछ। त्यो विशाल ब्रह्माण्डको सृष्टिमा म पनि एक पात्र हुँ, मेरो पनि आफ्नो स्थानमा महान भूमिका छ। भौतिक प्राणीहरूका सृष्टिका क्रममा जति हात्ती, व्हेल र गैंडाको भूमिका छ, त्यत्तिकै भूमिका एउटा कमिलाको पनि छ। विशाल कार्यका दृष्टिमा धेरै खान सक्नेमा, गरौँ बोझ उठाउन सक्नेमा हात्तीलाई महान मानिएला। घ्राणेन्द्रियका तीव्रताका सन्दर्भमा कमिलामा भएको शक्ति पनि असाधारण नै मान्न सकिन्छ। ब्रह्माजीका सृष्टिमा मेरो आवश्यकता भएर नै त होला मेरो पनि धराधाममा अवतरण भएको हो। त्यसैले मलाई महान मात्र होइन, ब्रह्मा नै हो तत्त्वमसि भने वेदका महावाक्यले महान असाधारण महापुरुष पो बनाएको छ। मलाई बोधपूर्वक अहम ब्रह्मास्मि भने जीवन सार्थक भयो, सफल भयो। अब म गौरवपूर्वक भन्न सक्छु मेरो भूमिका महान छ। मैले यहाँ सन्देश सर्वत्र प्रवाहित गर्न सके, मैले इतिहास बनाइहालेँ नि। अब प्रसङ्ग जोडिन्छ नेपालीमा स्नातकोत्तर कक्षा स्थापना गर्नमा मैले खेलेको असाधारण भूमिका। मैले एउटा महान इतिहासको आरम्भ गर्न सक्षम भएको, त्यो शक्ति मलाई परमात्माले प्रेरणा दिनुभएको तथ्य र सत्य आज नेपालीमा एमए गरेका र त्यसैका क्रममा विद्यावारिधि गरी प्राध्यापक र डाक्टर हुनुभएका यहाँहरू जस्ता विद्वान मनिषी प्राज्ञहरूका समक्ष निवेदन गर्न पाउँदा गौरव बोध भएको छ। विक्रम सम्वत 2016 सालमा स्थापित त्रिभुवन विश्वविद्यालयमा नेपालीमा एमए कक्षा खोल्ने सपना देख्नु मेरो आवश्यकता थियो। त्यति बेलाको माग पनि थियो। मैले अग्रसर हुने सौभाग्य पाएँ। त्यति बेला मलाई प्रेरणा प्रोत्साहन दिनुहुने आदरणीय गुरु धरणीधर कोइराला हुनुहुन्थ्यो। कुरो कहीँ न कहीँबाट सुरु त हुनु नै थियो, त्यो मबाट नै भएको हो। यस सत्य र सत्यमा विमत हुनै सक्दैन। अगाडि बढ्ने सिपाही थिएँ मलाई प्रेरणा दिनेहरूमा मेरा गुरु प्राध्यापक रामराज पन्त, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति बालचन्द्र शर्मा, प्राज्ञ सोमनाथ शर्मा, प्राज्ञ बालकृष्ण सम, प्राज्ञ कवि शिरोमणि लेखा, प्राज्ञ सिद्धिचरण श्रेष्ठ, प्राज्ञ भवानी भिक्षु आदि थिए। महाकवि देवकोटा बिरामी भएकाले उहाँ जान सक्नु भएन। यही क्रममा नेपालमा आफ्नै राजा त्रिभुवनका नाममा स्थापित त्रिभुवन विश्वविद्यालयमा राष्ट्रभाषा नेपालीमा स्नातकोत्तर कक्षा खोल्नै पर्छ। पहिले नखोल्ने निर्णय थियो भन्ने बेहोराको हामी तत्कालीन विशाल नेपालका नेपाली पूर्वमा टिस्टा र पश्चिममा किल्ला काङ्गडासम्म पुगेका थियौँ। उहिरेका टाउकामा छ्याक्क भन्ने चलन अझै खाँडो जगाउँदा भन्ने चलन छ। हामीलाई जोड्ने, एक बनाउने, आत्मीयतामा ल्याउने हाम्रो मातृभाषा, हाम्रो राष्ट्रभाषा, हाम्रो राष्ट्रिय भाषा नेपाली नै हेतु हो, सेतु हो। हामी यसैबाट ओहोर दोहोर गरिरहेका छौँ। वर्षौँ वर्षपछि हामीले हाम्रा भाइहरू पाएर हर्ष विभोर भएका छौँ। प्रसन्नताको मूल फुटेको छ। नेपाल आमाले आफ्ना काखमा आफ्ना धेरै कालदेखि बिछोड भएका छोराछोरीलाई देखेर आमाको स्तन रसाएको, आँखा डबडबाएको छ, शरीर रोमाञ्चित भएको छ। आफ्ना सन्तान विदेशमा बाध्य भएर गएका थिए। आज सक्षम भएर धेरै पढेर विदेशमा पनि ठुलो इज्जत र सम्मान कमाएर आफ्नो वर्चस्व कायम गरेका यी विद्वान, प्राज्ञ, प्राध्यापक, डाक्टर भएकामा नेपाल आमा हर्ष विभोर भएकी छन्। नेपालीहरू पुनः मिलन हुन पाएकामा प्रसन्न भएका छौँ। परम प्रिय मित्रहरू, यहाँहरूलाई हामी अन्तरात्मादेखि स्वागत गर्दछौँ, यथाशक्ति सत्कार गर्दछौँ, सम्मान गर्दछौँ। यो हाम्रो महान सौभाग्यको महान अवसर हो। यो ऐतिहासिक नेपाली भाषा साहित्यको महाकुम्भमा हामीले स्नान गरेर हामी पवित्र भएका छौँ। यसै गरी फेरि पनि कहिले नेपालको पवित्र भूमिमा र कहिले भारतको भूमिमा पनि सम्मिलित भएर नेपाली भाषा र साहित्यको लेखनको, पठन पाठनको, अध्ययनको समीक्षा गर्ने सौभाग्य पाउने नै छौँ। आत्मीय बन्धुहरू, यहाँहरू सबैलाई सम्झना होस्, अध्ययन बिनाको साहित्य नै होइन है। गम्भीरतापूर्वक चिन्तन गर्नुपर्ला र नेपाली साहित्यलाई, अध्यात्मलाई आज शून्यबाट आरम्भ भएको यो इतिहास हजारौँ एमए, हजारौँ विद्यावारिधि, पिएचडी, हजारौँ एमफिल बिम्बका विभिन्न मुलुकहरूमा छरिएर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित भएर लाग्नु भएको छ। कति प्राध्यापनमा त, कति प्रशासनमा, कति स्वतन्त्र अध्ययनमा हुनुहुन्छ। यसमा विक्रम सम्वत 2016 को त्यो बेला सम्झँदा रमाइलो लाग्छ। ती दिनहरूको मेरो साहसलाई म आफै धन्यवाद दिन्छु। पढ्ने र पढाउनेतिर हामी लाग्यौँ। एकातिर भने लेख्न प्रेरणा दिने लेखक, कवि, समालोचक, निबन्धकार, नाटककार आदि साहित्य सर्जक स्रष्टाहरूको सम्मान गर्ने, पुरस्कृत गर्ने असाधारण कामको स्वतन्त्र रूपमा शुभारम्भ गर्नुभयो नरेन्द्र राज प्रसाई र इन्दिरा प्रसाईले।
यी दम्पतिले नई एकाडेमी नामक संस्था मार्फत विविधि उल्लेखनीय कार्यहरूका अतिरिक्त पुस्तकहरूको प्रकाशन गर्न थाल्नुभयो। त्रिमूर्ति निकेतनको निर्माण पनि यस संस्थाले गरेर यस क्षेत्रमा असाधारण योगदान दिएको छ। विभिन्न स्रष्टाहरू उदारमना नेपाली भाषा साहित्यप्रति श्रद्धा र प्रेम देखाउने व्यक्तिहरूलाई अभिप्रेरित गरी नेपाली वाङ्मयका विविध क्षेत्रका सर्जक प्रतिभाहरूलाई पुरस्कार र सम्मान प्रदान गरी अरूले नसोचेका र गर्न नसकेका अन्य उल्लेखनीय शुभकर्म गरी नैले एउटा नयाँ इतिहास निर्माण गरेको छ। नैप्रति हामी आभारी छौँ। नरेन्द्र राज प्रसाई र इन्दिरा प्रसाईको अनवरत साहित्य साधना र सेवाप्रति कृतज्ञता ज्ञापन गर्दछौँ। उपकुलपति सुवर्ण शमशेर जबरा कहाँ गयौँ, उनले हुन्छ कुरा राम्रो हो, म रजिस्ट्रारलाई भनिदिन्छु भने हामी रजिस्ट्रार कहाँ गयौँ, उनले स्वीकृति दिए। अब पाठ्यक्रम बनाउने, पढ्ने, विद्यार्थी जम्मा गर्ने अभिभारा पनि पङ्क्तिकारकै काममा पर्यो। हामी एक्लै थिएनौँ। नेपाली भाषा साहित्यका हस्तीहरू, प्रेमीहरू आनन्द भट्ट, तारानाथ शर्मा, पासाङ गोपरमा आदि मेरा साथमा भएकाले म प्रोत्साहित भएर अगाडि बढ्दै गएँ। एमएको पाठ्यक्रम बनाउन प्राध्यापक रामराज पन्तका अध्यक्षतामा धरणीधर कोइराला, बालचन्द्र शर्मा आदिले रातोरात गरी पाठ्यक्रम पनि तयार पार्नुभयो। अब आयो को पढ्ने त। मैले 36 जनाको सहितको निवेदन दिएको थिएँ। हामी यति जना पढ्न चाहन्छौँ भनेर, तर नाम दर्ता गर्नेमा म एक्लै परेँ। अर्को आपत पर्यो। 4 जना नभए कक्षा सञ्चालन नहुने सूचना रजिस्ट्रारबाट आयो। अब आफ्ना बिए पढ्दाका साथीहरू जनकलाल वैद्य, सुन्दर कृष्ण जोशी, कृष्णबहादुर श्रेष्ठ आदिलाई नाम दर्ता गर्न स्वीकृत गराएँ। त्यति मात्रले पुगेन र मदन पुरस्कार गुटीका सचिव कमलमणि दीक्षितले छात्रवृत्ति महिनाको 10 रुपियाँ दिने भन्नुभयो र दिनु पनि भयो। अब कक्षा सुरु भयो। हामी 4 जना पढ्न थाल्यौँ। 2018 सालमा 8 पत्रको एकैपटक परीक्षा पनि दियौँ। हामी सबै उत्तीर्ण भयौँ। अब चल्यो नेपालीमा MA स्नातकोत्तर कक्षाको परम्परा। यही हो इतिहास। यो मैले रचेको इतिहास होइन, मबाट बनेको इतिहास बनेको हो। अनि मात्र साहित्यले आफ्नो शास्त्रीय नामलाई सार्थक सिद्ध गर्ला। साहित्यस्य भावः साहित्यम, साहित्य दर्पण, विश्वनाथ आत्मचिन्तक, आत्मन्तिक हित त अध्यात्ममा मात्र छ। अध्यात्मलाई भगवान श्रीकृष्णले श्रीमद् भगवत गीतामा भन्नुभयो, आफ्ना विभूतिहरूको विवरणका क्रममा, सर्वोत्तम, सर्वोच्च, सर्वोत्कृष्ट, सर्वसुलभ, सर्वप्रिय विद्या त अध्यात्म विद्या नै हो। अतः आजको यस सम्मेलनले अध्यात्म विद्यालाई नेपाली साहित्यमा प्रत्यक्ष र परोक्ष रूपमा समावेश गराएर पठन पाठन, अध्ययन र अध्यापनमा नयाँ दृष्टिकोणले हेरोस्। यस प्रकारका शैक्षिक सामग्रीलाई पाठ्यक्रममा समावेश गरोस्। श्री पशुपतिनाथले हामीलाई अध्यात्ममा लाग्ने सत्प्रेरणा दिउन्, यही प्रार्थना छ। यसैमा सबैको कल्याण छ। शिवमस्तु। जय नेपाली भाषा साहित्य, नेपालीको जय होस्। मैले प्राध्यापक शिवगोपाल विशालको सम्बोधन यहाँ प्रस्तुत र मैले यति बेला 2066 सालको लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी 5 दिवसीय सम्मेलन म स्मरण गरिरहेको छु र आज फेरि नई एकाडेमीले यो मञ्चमा उभ्याएर मलाई यहाँहरू सम्मुख प्राध्यापक शिवगोपाल विशालज्यूको सम्बोधन प्रस्तुत गर्ने यो अवसर प्रदान गर्नुभयो। त्यसका निम्ति म नई एकाडेमीप्रति हार्दिक आभार व्यक्त गर्छु र अघि सम्प्रेषित एउटा सूचना फेरि पुनः म यहाँ सम्प्रेषण गर्न चाहन्छु कि यहाँहरूका यी 3 दिवसीय अनुभवहरू हामीलाई उपलब्ध गराउनुभयो भने आगामी पुस्तकमा ती लिपिबद्ध हुनेछन्। त्यसका निम्ति फेरि अनुरोध गर्दै म यहाँहरूबाट वचन पर्छु। नमस्कार।